हेलो वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा स्वागत छ तपाईँहरूलाई। होइन म चाहिँ पापलेजुङ पाथी भएर जाँदैछु। तल्लो फेरिदेखि मैले फेरि पानी परेर चाहिँ बेहाल अवस्था भइरहेछ। अब देख्न सक्नुहुन्छ सबैले दाइहरू पछि पछि हुनुहुन्छ। हाम्रो सहरहरू पनि अगाडि जाउँ ग्रुपमा हिँडिरहेको छ हामी चाहिँ टक्क। आज चाहिँ 2081 सालको लास्ट अन्तिम दिन। भोलि हामी 82 सालको पहिलो दिनमा पाथिभरा दर्शनको लागि हामी तल्लो फेरिदेखि माथिल्लो फेरि यात्राक्रम जारी छ। होइन हामीले चाहिँ म चाहिँ कहिले आएको थिएन क्या। म चाहिँ तपाईँहरूलाई ठाउँ ठाउँमा क्लिप देखाउँदै नै छु है। सर्ट धेरै भएको थियो। मेरो 1 वर्ष भइसकेको छ मेरो युट्युबमा भिडियोमा हालेको पनि। म हाल्ने नै छु निरन्तर हाल्ने। एकदम उकालोमा त एकदम गाह्रो छ नि अङ्कल। मुटु नै निक्लेर जस्तो हुन्छ है। मुटु नै निक्लेर जस्तो हुँदो रहेछ अङ्कल। अनि फेरि पहिलो आउनेहरूलाई त त्यस्तै हो। फर्स्ट टाइमै हो भन्नुपर्छ। हामी पास्टरबाट भनौँ। हाम्रो चाहिँ बच्चा अहिले पास्टर छ। म चाहिँ धनकुटाको मान्छे भए पनि पास्टरतिर आएको छु सरेर है। त्यस्तै चलिरहेछ। फेरि टोपीहरू पनि टक्क के मैले चाहिँ एउटा पाथी भएर अब पाथी भएर आएपछि पाथी भएरको एउटा खिचिरहेको छु। म चाहिँ अब उकालो छ हिँड्नुपर्छ अलिअलि है। स्वास्थ्य पनि राम्रो हुन्छ। जहिले तहिले गाडी घोडामा मात्र हुनु हुँदैन। यहाँ चाहिँ केवल कार लाउने भएर विवाद आइरहेको थियो कि यताउता ट्याक्का टुक्का परिरहेको थियो। त्यो चाहिँ लाउनु हुँदैन होइन। जति सक्यो यस्तो रमाइलो हुन्छ यसरी हिँड्ने ओर्ने। What color do you read in? LKG or UKG? You are so happy. Yeah. Yes, Why? I'm 6 years old. Oh. This was a No. चन्द्र जस्तो तिम्रो मुहार आँखाभरि पारी। कता हो के हो केही थाहा छैन। सो यसलाई भन्नु माथि फेरि भन्छ अरे। माथिल्लो फेरि आइपुगिरहेको छु। टक्क परिरहेछ। तपाईँले देख्न पनि सक्नुहुन्छ है। ठाउँहरू यस्तो छ। मेरी माया जस्तै रहेछ नि त हौ यहाँ त। चट्ट पऱ्यो कि त्यस्तै हो। देखाउँदै गर्छु म भोलि झन् राम्रो हुनेछ होइन। टक्क मौसम माथि आकाश हेर्नु नि यस्तो छ क्या। टक्क राम्रो भइरहेछ। जेस उकालो आयो चढ्यो खुसी लाग्यो। भेट्दै गरौँला है ठाउँ ठाउँमा। हामी चाहिँ आइसक्यो माथिल्लो फेदी भन्छ अरे यसलाई है। यहाँ चाहिँ झिमिक झामक छ। यहाँ चाहिँ हामी आइरहेको छौँ। हामी चाहिँ कता हो। हेलो सरगी आइपुगिदिएको नि। हामी चाहिँ फाइनली आइसक्यो है। अब चाहिँ हामी राजाको स्टे चाहिँ यहाँ हुन्छ है। अब हामी चाहिँ कोठातिर लाग्यौँ।
म भोलि भेट्ने नै छु। 81 सालको लास्ट खाना अन्तिम खाना हो यो चाहिँ है। हामीले चाहिँ 81 को लास्ट हो। भोलिदेखि हामी 82 को अर्कै देखाउने नै छौँ होइन। भोलि चाहिँ हामीले आज चाहिँ टक्क यहाँनिर के छ सागहरू चाहिँ यहाँ यसको ठाउँमा भोलि पर्सि अर्कै पनि हुनसक्छ भोलिको लागि चाहिँ है। यहाँनिर हामी चाहिँ ग्रुपिङै छौँ। यो चाहिँ खामदेङबेबाटै आएको टोली हो सबै है। ल यो टोलीले चाहिँ भोलि यो भिडियो चाहिँ युट्युबमा गएर हेर्ने है। ल मलाई पहिलोचोटि कसैले राम्रो हजुरलाई सब्जी भोलि पनि भनिदिन्छौँ हामी। आज लास्ट पनि पहिलो पनि हुन्छ ल। यहाँ चाहिँ मान्छे जस्तो खाना पनि त्यस्तै मिठो मिठो बनाइदिनु हुँदो रहेछ होइन। राम्रै मान्छेले खाना थपिराख्दा भोक पनि लागिरहँदो रहेछ। जतिखेर आए पनि हामीले थपिरह्यो। अन्त थपेको थपै गर्छौँ तपाईँ आएको घाटा लाग्छ है अब त नआउनु कता डिस्कस गर्ने हो। हामी चाहिँ मन्दिरतिर प्रस्थान गर्दैछौँ। यस्तै छ। सबैलाई शुभकामना। 2082 सालको सबैको राम्रो फलोस् फुलोस्। म प्रार्थना माताको शिरमा यो भनिरहेको छु सबैलाई राम्रो होस्। अझै कति लाग्यो तपाईँलाई यहाँ आइपुग्न? लाग्यो 3 घन्टा। कति बजे हिँड्नु हो तपाईँ? हिँडेको त भन्दा 1 बजे। 1 बजे हिँड्नु हो? ल यहाँ चाहिँ हाम्रो टोलीहरू छौँ है। टक्क देख्न सक्नुहुन्छ हिउँहरू बबाल भइरहेछ। राम्रो छ। म तपाईँहरूलाई देखाउँदै नै छु पछाडि पछाडि हेर्दै गर्नुलाई है। म कहिले पुगौँ भनेर यस्तो ठाउँमा जस्ट पुग्यो। चिसो रहेछ यार। आज हो कि भोलि ओ माई गड यस्तो बगाल लागिरहेछ कि मलाई चाहिँ ठिक छ। जे भयो नि रमाइलो भइरहेछ। यहाँनिर हाम्रो दाईहरू हुनुहुन्छ है। दाईहरूले पनि बनाउनु हुँदैछ भिडियो सिडियो। के भन्नु चाहनुहुन्छ दाई? बिहान 4 बजी हामी पक्का आनन्दसँग चाहिँ पाथी भएर मुनिसम्म आइपुग्यौँ। त्यहाँको दृश्य हामीलाई चाहिँ हिउँ परेर हिँड्न एकदम सहज भएको छ। देखाइदिउँ यहाँको दृश्य। हिउँहरू चाहिँ टक्क भइरहेछ। तर मेरो आज मोबाइलमा चाहिँ अलिक राम्रो देखाएको छैन। तर यहाँ आएपछि बोल्नु चाहिँ अलिक अप्ठ्यारो भइरहेछ। घाँटीमा के अड्के जस्तो हुँदो रहेछ। ठिक छ केही छैन। राम्रो चिज केही चिज पाउनको लागि केही चिज घुमाउनुपर्छ भन्दै यहाँ पारि यहाँ पर चाहिँ हिमाल छ अरे। हिउँ चाहिँ राम्रो टक्क परिरहेछ यस्तो ठाउँमा। म चाहिँ फर्स्ट टाइम हो क्या यो हिउँ भएको ठाउँमा आएको। जसमा अनि हाम्रोतिर पनि चिसो चाहिँ हुन्छ। यस्तो हिउँ पर्ने ठाउँहरू चाहिँ छैन। बेस्ट अपर्च्युनिटी मिले एउटा केही
आइहाल्यो है आयो रमाइलो हुन्छ जस्ट अब यहाँनिर हामी चाहिँ उयो के भन्छ नि पूजा गर्ने हो भने अनि टक्क रमाइलोसँगले एकछिन त भइहाल्छ यति टाढा आएपछि रमाइलो नगरेर जाने कुरो त हुन्न तपाईँहरू पनि आउनुहोस् राम्रो छ ठाउँ यहाँनिर पूजा गर्ने ठाउँहरू रहेछ देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ हामी चाहिँ अगाडितर्फ जानुपर्छ म नि यहाँदेखि चाहिँ हेरेको छ यहाँ हेर्ने यो जुन छ नि यो कति फुल भनिरहेको थियो तर हिउँ झुन्डिएको रहेछ क्या यहाँ चाहिँ हिउँ झुन्डिएको रहेछ पूजा गर्ने ठाउँ चाहिँ आइपुगेछ लगभग अब चाहिँ मैले तपाईँहरूलाई मेरो चाहिँ फेरि के छैन हातबाट बनाउने हो भिडियो सिडियोहरू म घरिघरि बनाउँछु म पहिला बनाउँथेँ अहिले छैन बनाउनु सक्नु छैन त्यस्तो कारणले गर्दाखेरि ठिक छ हाम्रो पुस्ताहरू अघि आइसक्नु भएको छ यहाँनिर सोलरहरू यस्तो छ यस्तो भएपछि के ताप लाएर सोलर चार्ज होला है सोलरहरू न सोलर त्यस्तो हामी चाहिँ यहाँनिर तीर्थस्थल पाथिभारामा बसिरहेछौँ है अब चाहिँ लाइनमा बस्नुपर्छ अरे यहाँ पूजा गर्नको लागि अब यस्तै छ पूजा गर्ने हो भने पछाडि मान्छेहरू लाइनमा बसिरहेको यहाँ रमाइलो छ अब पूजा गरेर तपाईँहरूलाई भेट्ने नै छु मेरे मन ये बता दे तू किस ओर चला है तू क्या पाया नहीं तूने क्या ढूंढ रहा है तू जो है कही जो है सुने वो बात क्या है बता मितवा कहे धड़कने तुझसे क्या पूजा गरिसकेर सकियो होइन अब चाहिँ हामीले अब यहाँनिर रमाइलोसँग चाहिँ हुन्छ भने पार्टी भएर अब यहाँनिर सिटमा चाहिँ हामी अनलाइन देख्न सक्नुहुन्छ होइन बाटो मेन हुने रहेछ तर मलाई सुहाउँदैन होइन चस्माले चाहिँ मलाई थाहा छ चस्माले ग्लासहरू लगाइसक्यो होइन मलाई चाहिँ अब यो ग्लासले मलाई चाहिँ खास चाहिँ सुहाउँदैन क्या नचाहे पनि लगाइदिउँ भन्ने मात्र हो ठिक छ मैले चाहिँ गुरुलाई यहाँ पूजा गर्ने गुरुलाई केही कुरा सोधेको थिएँ है उहाँको भनाइ यस प्रकार रहेको छ सुन्नु होला पाथिभारा माता यस्तो यस्तो हुनुहुँदो रहेछ माता पाथिभारा भनेको माता पार्वतीको चाहिँ पार्थिव शरीर यहाँ बसेको हुँदा पार्थिव भराबाट पाथिभारा भएको हो वास्तवमा पाथिभारा भनेको चाहिँ यो डाँडैको नाम हो देवीको नाम होइन यहाँ चाहिँ पूजा गर्दाखेरि चाहिँ हामी पञ्चकन्या कालिका पाथिभारा देवी भनेर पूजा गर्छौँ यहाँ बाचौरीमा एउटी चाहिँ तल फेदीमा हुनुहुन्छ कान्छी धान भनेर भन्छौँ हामी त्यहाँ शक्तिका देवी भनेर त्यहाँ पूजा गरिन्छ उँभो आउनलाई शक्ति मागेर आइन्छ अब यो कहिलेदेखि सुरु भएको भने चाहिँ अब केही किंवदन्ती छैन माता पार्वतीले शिवजीलाई यहाँ तपस्या गरेको ठाउँ माता पार्वतीलाई चाहिँ शिव र पार्वतीको मिलन भइसकेपछि कुमार जन्मिन्छ नि कुमारको हातबाट चाहिँ तिम्रो मृत्यु हुन्छ भनेर जुन ब्रह्माजीले तारकासुरलाई श्राप दिएको थियो त्यही श्राप अनुसारले माताले यहाँ बसेको बेला चाहिँ भगवासुरले आएर चाहिँ भगवतीको ध्यान भङ्ग गर्न खोज्दाखेरि माताजी झसङ्ग हुनुभयो आफ्नै शरीरबाट 5वटी कन्याको रूपमा उत्पत्ति गरेर भगवासुर त अब यहाँ आउन सकेन माताजीको अनि त्यस पछाडि माता पार्वती र शिवजीले दर्शन दिएपछि जानुभयो तिनै पञ्चकन्याको चाहिँ यहाँ बास छ त्यही भएर पञ्चकन्या कालिका पाथिभारा देवी भनेर भनिन्छ पाथिभारा भनेको यो डाँडैको नाम हो देवीको नाम होइन जय मा पाथिभारा
रमाइलो छ ताप्लेजुङमा फर्स्ट टाइम आएको मुकुलुङ यो चाहिँ ठिक छ। यहाँ चाहिँ हाम्रो टोलीहरू चाहिँ एकबार फोटोसोटो खिच्ने कार्यक्रम भइरहेछ। फोटोसोटो खिच्नु म चाहिँ हिउँ पनि छ यो चाहिँ हिउँहरू ट्याक्क हेर्नु न यो चाहिँ भइरहेछ है। हाम्रो चाहिँ यो टोलीहरू अब हिजोदेखिकै हो। चाहिँ हात नचल्ने जाम भइसक्यो है। टल्केर कि आमा कतिको हालत त चिन्दैन। हामी चाहिँ पूजा गरेर झरेको अवस्था पूजा गरिसक्यौँ हामीले है। हाम्रो हलसाप चाहिँ दौडिनु भयो क्या गरेर झरिसकेको छौँ हामी। अब लगभग यहाँ तल गाह्रो परिरहेछ मान्छेहरूलाई आउनु। टाढा छ नि त यो टाढाको बाटो हो रमाइलो छ। मैले आज के मागेर आएको छु होइन के मागेर आएको छु। पुरा पनि हुन्छ पुरा पनि भइसकेको हुन्छ है कतिपय कुराहरू ठिक छ। हामीले दाइ आज हामीले मागेको कुराहरू त पुरा हुन्छ नि होइन। आज नयाँ वर्ष मैले आज के मागेको छु। कोही मान्छेको लागि मेरो फेभरेट मान्छेहरूको लागि पनि मागेँ होला होइन। त्यो मेरै ठाउँमा चाहिँ म त्यस्तो सुनाउनु हुन्न मागेको कुराहरू सुनाउनु हुन्न भन्छ सुनायो भने पुग्दैन अरे। ठिक छ अलिकति बल गऱ्यौँ अब पुगिहाल्यो सबै मान्छेहरू पुग्यो हाम्रो टोलीहरू होइन। अब गएर रमाइलो गर्दै जानुपर्छ। सुके टार कता के टार छ अरे यहाँनिर सुके टारहरू के छ रमाइलो गर्नुपर्छ जोस। हाम्रो टोलीहरू चाहिँ झरौँ छिटो। ए यो उकालो ओह्रालो कुदेको ज्यान हो कि जति गरे पनि केही हुन्न। हामी चाहिँ कुदिन्छ दौडिनु टाइम छैन। टाइम एक्सिलेन्टमा कुद्नुपर्छ तर लड्यो भने चाहिँ दाँत झर्छ है। फुकालेर राखौँ क्या। हामी चाहिँ सुकेटार भन्ने ठाउँमा आइपुग्छौँ। अब यहाँ रिसोर्टमा फोटोसोटो के खिच्ने भन्छ होइन। हामीले चाहिँ अब फोटो खिच्नुपर्ने हुन्छ। ल जाउँ रिसोर्ट अरे यहाँदेखि चाहिँ एयरपोर्ट छ है। एयरपोर्टमा पनि जाने कुरो हुँदैछ खै के भयो। आज चाहिँ ह्याप्पी न्यू इयर राम्रो चलिरहेछ है। लुक्स यहाँ ठाउँको यो पनि नेचर पनि यस्तै बबाल छ है। हाम्रो चाहिँ ग्रुपहरू अनुप सरको के अरे त्यसमा छिर्नु पर्ने रहेछ त्यसको युट्युबमा। छिरौँ त्यहाँ भेट्छ अलिअलि। मिस्टर अनुप छ तर अब त पुगिहाल्नु मिस्टर अनुप MR आज चाहिँ ह्याप्पी न्यू इयर चलिरहेछ होइन। सबै मान्छे घुम्न आइरहेछ। नयाँ साल के छ त भन्नु नि। नयाँ सालको एकदम ठिकठाक छ सर। अब अहिलेसम्म त भएको छैन जोस भइरहेछ होइन। अब चाहिँ आउ त निकै चलिरहेको थियो नि अनि आउ त निकै दुर्गा प्रसाद चाहिँ यस्तो हाम्रो गुरु चाहिँ दुर्गा प्रसादमा उहाँ पुगिरहेछ। आउ यो आउ जान्छ यो खामदेङ बेसम्म जान्छ क्या। अब फोटो खिच्नु सकिन्न कि खाली छ। 1 2 3 go. Happy New Year! 2082 Happy New Year! You are wrong. Mama aikuna, Baju aindulu, Papa nainsul, Bubu masukuta, Kafal geri kuta. Tali bajao, Geeta sunera tali bajao, Tali
के अरे कुन ठाउँ जाँदैछौँ है अब चाहिँ हामी ताप्लेजुङ बजार सुकेटार पनि आइसक्यौँ के अरे 5 पानी कि 6 पानी कति पानी हो 3 पानी चाहिँ माथि खाएर आएको अब जिन्दगी सरर मोटर गाडीमा जिन्दगी सरर मोटर गाडीमा देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेट